नजिकबाट त झन् साउँदो रहेछ ल है साथीहरू हल्लियो ये बा हल्लियो यता रिमा आज सर्को आँखाले बोला मायालु मनैले बोले त कसले पो सुन्छ र न्याउली बनाइ हामी चाहिने यसरी है फाइनली हामी घान्द्रुक आइपुग्यो बाबु कहाँ जाने कहाँ पुग्ने बाबु भिलेज बाबुले सहयोग गर्न आएको डोकोमा बोकेर यहाँ बोक्दैछन् फेरि अर्को सुत्तीले भारी बोकेर यिनीहरू हिँड्न नसकेर कति बेला पुग्छौँ भन्दै हिँडेको छ लिएर साथीहरू यस्तो यी जङ्गल त भिर ए घान्द्रुक घान्द्रुक आइपुग्यो घान्द्रुक आमामा हामी हिँड्दैछौँ आइपुग्यो घान्द्रुक भिलेज चाहिँ नि यो पुर्खौलीदेखिको यो भुटुक भन्ने पाटमा बङ्गुर काटेर भुटुवाको मासु बनाएर खान्थ्यौँ टपरी गाँसेर यो भुटुक भन्ने पाटमा टपरी गाँसेर है गाइज लाग्यो घान्द्रुक भिलेजमा है बाइक किन्ने भयो यहाँ चाहिँ इन भिलेजमा हामी आइपुग्यो हाम्रो बास चाहिँ नि यहाँ आज है ओल्ड इन भिलेज होटेलमा है ओल्ड इन भिलेजमा आइपुग्यो साथीहरू फाइनली हामी गाइज यी साथीहरू थक्कै लाएर बसेछन् आउन बित्तिकै घान्द्रुकमा आउन साथसाथै भोक लाएर चिया र